दर्शकवृन्द नमस्कार। यति बेला यहाँहरू नेपाली सिरिज रिभ्यू हेरिरहनु भएको छ। आज हामी सर्वाधिक पैसा कमाउने यी 4 नेपाली सिरियलको बारेमा जानकारी दिन गइरहेका छौं। भिडियो अन्त्यसम्म हेर्नुहोला र हामीलाई सब्स्क्राइब गर्नुहोला। नम्बर 4, जीवनको रङ केसरी। यो सिरियलले पनि दर्शकलाई आफूतिर तान्न सफल भइरहेको छ। हाल मात्र 64 एपिसोड प्रसारण भएको उक्त सिरियल औसतमा 25 लाखसम्म भ्यूज पाउने गर्दछ। यसको मासिक आमदानी 20 देखि 22 लाखसम्म हुने गर्दछ। नम्बर 3, कथा चेलीको बुहारी। रामचन्द्र बोहराले लेखन निर्देशन गर्दै आउनु भएको उक्त सिरियललाई पनि दर्शकले उत्तिकै हेर्ने गर्दछन्। एउटा एपिसोड औसतमा 30 लाख भन्दा माथि नै जाने गर्दछ। यसको आमदानी पनि न्यूनतम 25 लाखसम्म हुने गर्दछ। नम्बर 2, सीता। सैन प्रजापतिले लेखन निर्देशन गर्दै आउनु भएको सीता सिरियलले गत साता मात्र भाग 119 प्रसारण गरेको हो। यस सिरियलको पनि दर्शक संख्या राम्रो छ। यसको प्रति एपिसोड 40 लाखसम्म हेर्ने गर्दछन्। यसको मासिक आमदानी भने न्यूनतम 30 लाखसम्म हुने अनुमान गरिएको छ। नम्बर 1, भुन्टी। नेपालमा सर्वाधिक हेरिने सेन्टिमेन्टल सिरियल हो भुन्टी। आशा खड्काले लेखन निर्देशन गर्दै आएको उक्त सिरियलको करिब 299 एपिसोड प्रसारण गरिसकिएको छ। प्रति एपिसोड करिब 45 लाखदेखि 50 लाखसम्म हेर्ने गर्दछन्। यसको मासिक आमदानी करिब 40 लाखको हाराहारीमा हुने गर्दछ। हामीले दिएको यो जानकारी यहाँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यस्तै अपडेटका लागि हामीलाई सब्स्क्राइब गर्नुहोला, सँगै हाम्रो पेजलाई फलो गर्नुहोला।